भएको छ। नडराऊ, निराश पनि नहो, किनभने म तिमीलाई बल दिनेछु, म तिमीलाई सहायता गर्नेछु र मेरो धार्मिकताको दाहिने हातले पक्रिकन तिमीलाई अगुवाई गर्नेछु। योभन्दा महान र शक्तिशाली प्रतिज्ञाहरू कसले दिन सक्छ मेरो प्रिय मित्र? तपाईँको परमेश्वर, मेरो परमेश्वर हाम्रो सुरक्षाको लागि सधैँभरि खडा रहने प्रतिज्ञा उहाँले दिनुभएको छ। हाम्रो अघि हिँड्ने प्रतिज्ञा उहाँले दिनुभएको छ भने निराशालाई अन्त गरौँ, परमेश्वरमा आशा र भरोसा गरौँ, उहाँले तपाईँ र मलाई विजय दिनुहुनेछ। तेस्रो कुरा हामीले जान्नुपर्ने कुरा चाहिँ उहाँले हामीलाई बुद्धि दिने प्रतिज्ञा गर्नुभएको छ। हामीलाई हाम्रो मार्गहरूलाई कसरी तय गर्ने, हाम्रो जीवनको योजनालाई कसरी तय गर्ने भन्ने बुद्धि दिनको लागि परमेश्वरले प्रतिज्ञा दिनुभएको छ भनेर बाइबलले सिकाउँदछ। परमेश्वरले हामीलाई जीवनको बाटोमा डोर्याउनुहुन्छ र हाम्रो निम्ति आवश्यक पर्ने बुद्धि, सामर्थ्य र बल परमेश्वरले दिने प्रतिज्ञा पनि गर्नुभएको छ। त्यसकारण मेरो प्रिय मित्र, तपाईँ र मेरो जीवनको हरेक परिस्थितिमा हामीलाई कुन बाटो हिँड्नु पर्नेछ, हामीले कुन निर्णय लिनु पर्नेछ, कुन योजना अनुसार हामी चल्नु पर्नेछ, ती सबै कुरा परमेश्वरले हामीलाई दिने प्रतिज्ञा गर्नुभएको छ।